दिदी नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? एकदम। दिदी यो ठाउँलाई चाहिँ के भन्छ नि? यो ठाउँलाई चाहिँ बनठाटी भन्छ। हजुर। बनठाटी काशीको लास पर्छ। ए हजुर। अनि त्यस पछाडि चाहिँ तपाईँको यहाँ चाहिँ व्यापार व्यवसाय हो? व्यापार व्यवसाय हो। अब चाहिँ अफ सिजन सुरु हुन्छ। हजुर। यो जेठदेखि हजुर। सिजन सुरु हुने भनेको चाहिँ भदौदेखि स्टार्ट हुन्छ। हजुर। अनि यहाँ टुरिस्टहरू चाहिँ कतिको आउनुहुन्छ रे? टुरिस्ट नेपाली अहिले चाहिँ नेपाली धेरै आयो। हजुर। गुराँसफुले धेरै फुलेको कारणले हजुर। टुरिस्टहरू नि आउँछ। यहाँ चाहिँ हेर्नको लागि के छ? हेर्नको लागि त्यही हो, माथि पुनिर भ्यू पोइन्ट। हजुर। अनि लालीगुराँस अनि हिउँपात हुँदाखेरि हिउँहरू। हजुर। हिउँ पर्ने चाहिँ पुस माघतिर। ए अनि त्यस पछाडि चाहिँ तपाईँको यहाँ बस्न सुविधाहरू छ? खाना हामी चाहिँ लन्च मात्र हुन्छ। हजुर। लन्च हुन्छ, बस्नेको चाहिँ छैन, लन्च मात्र। ए ल ल हुन्छ हुन्छ दिदी, हस् हस्, धन्यवाद हजुरलाई। भाइहरूलाई ल।